Hey guys, welcome back to my channel. Welcome back to my new video. I'm Suman. I hope सबजना सन्चै आराम छ होला. हामी पनि सबजना सन्चै आरामै छौं. म एक्लै छु है त. सन्चै आरामै छौं. खानापिना भयो है? हजुरहरुको पनि खानापिना भयो होला? मासु खाएको मासु. अच्छा म एउटा हाम्रो नेपाल जस्तो हाम्रो पोखरा छ. त्यस्तै नै हाम्रो एउटा तालमा जाँदैछ. त्यही हो, अब चाहिँ म चाहिँ एकछिनमा रेडी हुन्छु. फ्यामिली आज चाहिँ एकदम पर्फेक्ट बब्बाल हुने छ क्या यार. फाइनली गाइस हामी चाहिँ बाइकतिर निस्केको. बाइकतिर निस्केको है. सो उता चाहिँ अफिसतिर छ है. हामी चाहिँ बाइकतिर निस्केको. हेर्नु बजारको भ्यू चाहिँ लास्टै बब्बाल छ है. बजारको भ्यू चाहिँ लास्टै बब्बाल गाइस है. हामी चाहिँ जानु आएको है. यहाँ रेलको लिक राम भन्छ जस्तो सामान यस्तो जाम हुन्छ. हेर्नुहोस् त, हेर्नुहोस् पछाडि यहाँबाट पछाडिसम्म छ कि जाने. हामी चाहिँ यहाँ सरीसम्म अब यताबाट जान्छौँ. यहाँ चाहिँ रेलको लिक छ. अस्तिकै आएको ठाउँमा हो क्या यहाँबाट चाहिँ अलि छ So, I'm so अब चाहिँ हामीले उता जान्छौँ है. हामी चाहिँ आइसकेको छौँ. यहाँ चाहिँ रुखहरू छन्. आइपुगेपछि हल्का पर चाहिँ एउटा दर छ. लामो पारेर लस्राङ फुलिरहेको छ. हेर्नुहोस् यता धान, हेर्नु धान बब्बाल छ धान. वरिपरि जङ्गल छ. जङ्गलको बिचमा हामी यो चाहिँ चरा आउँछ केले खान्छ भनेर धान चाहिँ यो मान्छे जस्तै बनाइदिएको छ. सेम टु सेम मान्छे जस्तै बनाइदिएको छ कि यहाँ पनि बनाइदिएको छ. अरू चाहिँ तिनीहरू हिँड्नु नसकेर परै बस्छन्. म चाहिँ एक्लै चाहिँ उता त्यहाँ दह हेर्नु जाँदैछु. त्यही हो, सेम गाउँकै जस्तो हो. यता हेर्नु न, खुल्ला भई सिउरी दिन्थे. आमा बवाल छ है. हिलो मात्रै छ त्यहाँ बाटोमा. लसो म चाहिँ उतातिर जान्छु. दह देखाउँछु हजुरलाई. गएर चाहिँ उता त्यही दह देखाउँछ है. आमा से बब्बाल छ है. बब्बाल छ भ्यू चाहिँ. कहाँ उतैसम्म छ है, परसम्म. म चाहिँ यहाँ ठ्याक्कै बसिरहेको. यताबाट जानु आएको. अब चाहिँ ध्यान पानी पुत्ताइरह. त्यहाँ चाहिँ पानी पुत्ताइरह क्या यार. सेम आगो जस्तै तातो पानी आयो क्या. तातो पानी 10 एकदम बब्बाल छ. 21 पानीमा हेर्नु न तल यहाँ के आइरहेको छ. आमो लौलो छ लभली. ल सो हामी चाहिँ माथितिर बस्नु आएको है. यतातिर चाहिँ जङ्गल मात्रै छ ठाउँ. ठाउँहरू पनि लभली छ. हामी चाहिँ आउनु बेला चाहिँ उताबाट आएको. अब जाने भए चाहिँ यताबाट जानु आएको. आमा यहाँ तल बब्बाल पार्क छ. यहाँ माथिबाट चाहिँ गाडी हिँड्ने ठाउँ छ है. त्यही फ्यान है. भिडियो कस्तो लाग्छ सबजनाले सपोर्ट गर्नु पऱ्यो नि त. त अगाडि फर्के अनि त्यो पछाडि देखा क्या. लभली साथीहरू है. केटा हो, म चाहिँ तिमीहरूलाई एउटा बब्बाल यस्तो श्रेष्ठ लिआउँछु क्या यार. श्रेष्ठ भएर एउटा नहाँसेर बस है केटा. त्यहाँ नहाँसेर बस है भनिरहेको छु. नहाँसेर बस. हेर न मुख नहाँसेर बस है. देखाउनु नै भन त. नहाँसे केटा हो. नहाँसेर बस. लास्टमा यस्तो औडा भइरहेको छ केटा हो. एउटा देखाउँछ है. ल हेर है. आमा के यस्तो स्वर्गै भनौँ क्या. म त बेहोस भएको. एकछिन त यो हेरेर म छोपिदिन जान्छु भनेर त म पुग्नै रहेन छु. त्यहाँ त
यसको त म ज्याकेट छोराएर यसलाई कपडा लगाइदिन्छु जस्तो लागिरहेको त्यस्तो भइरहेको मलाई त ल हेर त नाङ्गै को रहेछ यस्तो जवानमा यस्तो केटी त्यस्तो नाङ्गे त हुनु भएन नि केटा हो यो वरिपरि सुन्दरता छ त्यही सुन्दरतामाथि यो पनि आमा के हो यस्तो जवानमा दिनदारी नाङ्गै भइदिने फ्यानहरू हेर्न फ्यानहरू फ्यानहरू नै फोटो खिच्न आइरहन अब केही जुम गरी के भन्न सकिन्छ ग्याङहरू के हो यस्तो यहाँ चाहिँ डरलाग्दो जङ्गल छ है त्यहाँ म चाहिँ त्यहाँ उति जङ्गलतिर जान्छु एकछिन तपाईँहरूले भ्यू देखाउँछु है कस्तो डरलाग्दो छ भने त आमा यो जङ्गलभित्र त बाघ भालु के होला क्या त्यही आमा कालै छ त यार डर लाग्दो त यार मनै जाला जस्तो छ तर ठाउँ चाहिँ यस्तो बवाल छ नि ठाउँ जति बवाल भयो भने डर लाग्दो छ केटा हो मुतिहाल्छु हो म त हेर न सुनसार जङ्गल आमामा रातै परेको जस्तो छ हामी चाहिँ यहाँ खेली बसेर पनि दौडेर हल्का हाम्रो चाहिँ यहाँबाट निस्किन लागिसक्यौँ गरेर लुट्ठुकै भिजाइदिइसक्यो हामीलाई हामी घर जानु आएको भिजाइसक्यो हामी घरतिर जान्छौँ त्यसमा पानी देखेपछि आमामा ज्याकेटहरू भिजाइसकेको छ त्यो फ्यामिली त्यही हो है हामी चाहिँ पानी परिरहेको छ अब चाहिँ म घरमै गएर बनाउँछु घरमै भेट्नुपर्छ सो गाइस है घर आएर पनि बसेको है पानी परिरहेको छ अनि त्यो भिजेको कपडाहरू चाहिँ चेन्ज गरिसकेँ यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला अवश्य है एउटा भिडियो चाहिँ कस्तो छ एउटा छोटो मिठो कमेन्ट छोड्नु होला सो फ्यामिली त्यही हो हजुरहरूले सपोर्ट गरिदिनु पर्यो तपाईँहरूको सपोर्ट नै मेरो मोटिभेसन हो सो गाइसहरू अनि आजको भ्लग चाहिँ यति नै गर्नुपर्छ है Thank you so much for watching this video. Don't forget to like and subscribe and bell icon. Hasta Jai Nepal.